परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको कुराहरू हामी जान्दैछौँ। किनकि परमप्रभुले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, उहाँकै प्रतिरूपमा सृष्टि गर्नुभयो। तर परमप्रभु परमेश्वरले मानिसलाई सुन चाँदीबाट होइन, धातुबाट होइन, तर परमप्रभु परमेश्वरले माटोबाट सृष्टि गर्नुभयो। तर माटोभित्रमा धेरै कुराको धातुहरू मिसिएको थियो त्यहाँ, किनभने चाहिँ हरेक कुराको रत्नहरू, बहुमूल्यहरू त्यो माटोमा मिसिएको कुराले गर्दाखेरि मानिस साँच्चै नै एउटा परमेश्वरको प्रतिरूपमा त्यहाँ सृष्टि गर्नु बनाउनु भयो प्रभुले। अनि साँच्चै नै उसको नाकबाट चाहिँ जीवनको सास भनेर भन्छ। तर उहाँले भनेको छ कि चारै दिशाबाट चाहिँ हावा बोलाएर त्यो मानिसको हृदयभित्र परमेश्वरले सास हालिदिनु भयो अनि उहाँ चाहिँ जीवित प्राणी भयो। अनि उसलाई चाहिँ साँच्चै परमेश्वरले चाहिँ अनन्तको बगैँचा, अदमको बगैँचा भन्ने ठाउँमा लगेर आफूले बनाएको मानिसलाई राख्नुभयो। प्रभुलाई धन्यवाद दिन्छु, किनभने उहाँले सृष्टि गर्नुभएको मानिस अहिलेसम्म पनि उहाँ त्यो उसले सृष्टि पाएको अनुसारले गर्दाखेरि उसले पाप गर्नु होइन, तर मरियम उसको साथमा एउटा साँच्चै हावा भनेर एकजना स्त्री बनाउनु भएको छ। त्यो स्त्री चाहिँले पाप गरेको कुराले गर्दाखेरि चाहिँ साँच्चै नै अहिलेसम्म मानिसमा मृत्यु आएको छ। त्यो हटाउनको लागि चाहिँ परमप्रभु परमेश्वरले आफ्नो पुत्र येशू ख्रिस्टलाई सारा संसारमा पठाउनु भयो। अनि उहाँ यो संसारमा आउनु भएर मानिसहरूको पापको लागि उहाँ आफै येशू ख्रिस्ट बलिदान भएर साँच्चै नै परमेश्वरको छोराछोरीलाई साँच्चै आज इसाई जातिहरू, यहुदीहरू जातिहरूलाई उहाँले फेरि पनि बचाउनु भएको थियो भनेर हामी यो नयाँ र पुरानो कालमा हामी हेर्छौँ भने त्यहाँ जान्दछौँ। हामी परमप्रभु परमेश्वरले हामीलाई मानिसको लागि साँच्चै यो अपराध मेटाउनको लागि आफ्नो पुत्रलाई चाहिँ कुटेर अनि फेरि क्रुसमा टाँगेर साँच्चै नै उहाँ पाप क्षमा गर्नुभएको थियो। प्रभुलाई धन्यवाद, आफ्नो रगत बगाएर साँच्चै मानिसलाई त्यो पापको मौत दिएर बचाउनु भएको कुराहरू हामी सुन्दैछौँ। आमेन। प्रभु येशू पाउनलाई हामीले अहिले किनभने उहाँमाथिको विश्वास धारणा गर्नुपर्छ। किनभने हिब्रू 11को त्यो वचनमा उहाँले भन्नुभएछ कि अब्राहमले जस्तै विश्वास गर्नुपर्छ, साराले जस्तो विश्वास गर्नुपर्छ। अनि साँच्चै नै परमप्रभु परमेश्वरको आफ्नो दासहरूले गरेको विश्वास चाहिँ अहिलेको मानिसले पनि विश्वास गर्नुपर्छ। तर घमण्डले चाहिँ र मानिसको रिसले चाहिँ परमेश्वरको धार्मिकता आउँदैन भनेको छ। मैले प्रभु येशू पाउनलाई म आफैले गरेको होइन, म घमण्डको मानिस थिएँ। धेरै यस्तो विश्वासीहरूको डाहा गर्छु, रिसाउँथेँ। म विश्वासमा आउन मान्दिनँ थिएँ। तर मलाई कसले, मेरो छोरा जेठाले मलाई डोर्याएको कारणले चाहिँ, उसले चाहिँ सम्झौता गरेको कारणले चाहिँ म चाहिँ मेरो जीवनको लागि चाहिँ अनि म साँच्चै नै प्रभु येशूमा आइपुगेँ, विश्वास गरेँ। किनकि म कहाँबाट आएछ, कसरी आउँदैछु, के गर्दैछु भन्दाखेरि चाहिँ मेरो ठुलो खानदानको एउटा खेतबारी गाई बस्तु भएको मानिस थिएँ। म उहाँ चाहिँ खानपिनमा धेरै डुबेको मानिस, कसैले मलाई कराउन शक्ति ज्ञान बुद्धि त्याग दिनु पर्दैन छु। तर म चाहिँ के भने त्यहाँबाट चाहिँ म कसरी उठ्नु पर्यो भन्दाखेरि चाहिँ मलाई चाहिँ त्यहाँबाट परमेश्वरले चाहिँ सुनेर अनि त्यहाँबाट त्यत्रो खानदान, त्यत्रो आफ्नो खेतबारी गाई बस्तु भएको मान्छेले म उठेर त्यहाँबाट नेपालमा आएर एउटा सुक्खा भूमिमा बस्ने बगरमा त्यहाँ चाहिँ परमेश्वरको वचनले भन्दै थियो रहेछ कि चट्टान खोलेर पानी साँच्चै प्यास मेटाइदिएको कुरा म सुन्थेँ। त्यहाँ धरती छेडेर चाहिँ पानी निकालेर हामीहरूलाई पानी खुवाएको छु। 20 वर्षसम्म त्यहाँ बसेको मानिस म त्यहाँ प्रभुलाई ग्रहण गरेँ। तर मैले प्रभु विश्वास गर्न मैले पाइनँ, किनभने त्यहाँ धेरैजनाले मलाई
त्यो विश्वासमा घृणा गर्ने कुराहरू मैले थाहा पाएँ। अनि म त्यत्तिकै त्यागेर म अन्य देवताको सेवाकार गरेर बसेँ। अनि जुन समयमा म यो अमेरिकामा आइपुगेँ, आइपुगेको बेलुकादेखि मेरो छोराले भन्यो कि अब चाहिँ विश्वासमा दरिलो हुनुपर्छ। अनि साँच्चै भोलिपल्ट पर्सिपल्टको दिन चाहिँ अनि साँच्चै इङ्ग्लिस चर्चमा लगेर उसले चाहिँ देखायो। त्यहीँ नै मेरो बत्तिसमा भयो। त्यहाँ बत्तिसमा भएपछि मैले हरेक कुरा खान्थेँ भने नि मैले त्यागेको कसले कसको कारणले भन्दाखेरि मलाई कसले हराएको हो भन्दाखेरि मेरो जेठा छोराले अब यस्तो कुराहरू खानु हुँदैन। मैले सोच विचार गरेँ म खाँदिनँ। अब मैले त्यहाँदेखि मैले सबै कुरा त्यागेर प्रभुमाथि भरोसा गरेछु। अहिले मलाई प्रभुले धेरै कुरा हराउनुहुन्छ। तर यो सम्झौँ कि म जन्मिँदैखेरि मलाई परमेश्वरले भित्र गर्भैमा चुनेको हो रहेछ। अनि यो वृद्ध अवस्थामा मैले आएर प्रभुको सेवाकार गर्नुपर्ने, प्रभुलाई पुकार गर्नुपर्ने, यी कुराहरू म जान्दैछु। अनि म धेरै कुरामा धोकाबाजी पनि परेको थिएँ। किनभने म अल्को भिडबाट झरिसकेको मानिस, अब उँधो झरिसकेको मानिस। त्यहाँ चाहिँ एउटा पन्जाबीले समाएको कुराहरू, तर त्यो पन्जाबी चाहिँ प्रभु येशूको रूप त्यहाँ आएको रहेछ। उहाँले मलाई पक्रेको रहेछ, त्यहाँ मलाई बचाएको मलाई थाहा भयो। अनि त्यो ठाउँबाट म एक दिन घुमेर चाहिँ एउटा मधेसकै ठाउँमा म यहाँ आएको ठाउँबाट चाहिँ साँच्चै नै त्यो ठाउँमा ठुलो ठुलो दुईवटा अजिङ्गाले मलाई आक्रमण गरेको थियो। म पहिले जाँदा त्यहाँ 1 मिनट अगाडि जाँदाखेरि केही पनि थिएन। म कुदेर गएँ र फेरि फर्केर फलक्कै आउनु पर्दाखेरि चाहिँ प्रभुले मलाई टाढैबाट देखाउनु भयो कि त्यहाँतिर आक्रमण गर्ने बसेको छ भनेर परबाट देखेँ मैले। अनि त्योलाई छोडेर मैले अर्को बाटो गएर मेरो जीवनलाई बचाउने, तर म आफै त्यसो भएको होइन, परमेश्वरले मलाई बचाएको रहेछ। यो गवाईहरू त मेरो त ठुलो भयङ्कर गवाई थियो। मलाई सिंहले आक्रमण गरेको रातमा, तर त्यो रातमा सिंहले आक्रमण गर्दा पनि म चाहिँ उठेर जुन चाहिँ आगो झुन्डीहरू लगाएर जगाएर जङ्गलमा चाहिँ आगो बालेर बसेर त्यहाँ चाहिँ साँच्चै त्यो सिंहलाई 2 पल्टमा चाहिँ मैले त्यो सिंहलाई पनि त्यहाँबाट हटाएँ। त्यो चाहिँ मैले हटाएको होइन, मेरो परमेश्वरले हटाइदिएको रहेछ। यस्ता कुराहरूमा धेरै कुरामा मैले ज्ञान पाएँ, बुद्धि पाएँ। तर मैले यो बाइबलमा मैले हेर्दाखेरि सबै कुरो भन्दाखेरि मलाई विश्वास लागेको कुरोहरू चाहिँ बाटो सत्य र जीवनमा नै हो भनेर प्रभुले भन्नुभएको ठाउँमा पुगेँ मैले। अनि छोड्न सकिनँ प्रभुलाई। सच्चै विश्वासमा रहेर प्रभुलाई अँगालेको छु। म दिनमा 3 पल्ट भन्दिनँ, 2 पल्ट बिहान र बेलुका प्रभुको वचनलाई पढेर सुनेर आफूले आर्जन गरेर अनि प्रभुमाथि भरोसा राखेर म धेरै प्रार्थना गर्छु। आफ्नो छोराछोरी, नाति नातिना, आफ्ना नातागोता र राज्यलाई सम्बन्ध, छर छिमेकीलाई सम्बन्ध म सम्झना गरेर प्रार्थना गर्छु। प्रभुले सत्य नै सहायता गर्नु नै हुन्छ भनेर मलाई थाहा छ। प्रभुलाई धेरै धन्यवाद दिन्छु। परमेश्वर त हाम्रो त मुक्तिदाता येशू ख्रीष्ट हो। अनि यसमै हामी भरोसा दिन्छौँ। हामी प्रभु येशू ख्रीष्ट बाहेक अरू कोही पनि हाम्रो उद्धार गर्ने र हामीलाई बचाउने कोही पनि आउन सक्दैन भनेर वचनले भनेको छ। यसमा हामी भरोसा राख्छौँ। मेरो परमेश्वरसँगको मेरो सम्बन्धमा म त मेरो हृदय गदगद हुनेछ। किनभने मलाई सृष्टि गर्ने परमेश्वर उहाँ नै हुनुहुन्छ। मेरो शरीरलाई सृष्टि गर्ने परमेश्वरमाथि ठुलो आशा र भरोसा, मलाई बचाउने, मलाई निको पार्ने, मलाई शत्रुको वशबाट छुटकारा गराउने परमेश्वरै उहाँ हुनुहुन्छ। यो कुरा मेरो नातिले, मेरो छोराले, आउने भावी सन्तानले बुझिदियो भने चाहिँ हाम्रो आत्मा चाहिँ
मर्ने छैन। यो शरीर यो शरीर त हामीले यही पृथ्वीमा छोडेर जानुपर्छ। पिताको वचन यही छ। पिताले भन्नुभएको छ कि तिमीले यो शरीर तल छोडेर गयो भने आत्मा मसँग रहनेछ, मेरो राज्यमा हुनेछ भनेर प्रभुले भन्नुभएछ। अनि धेरैजना झुट्टा अगमवक्ताहरू आउनेछन् र अनि तिमीहरूलाई सताउनेछन्, किनभने उहाँ बाहिर यस्तो आउनुभएको रहेछ भनेर भन्छन्। त्यहाँ कुदेर नजाऊ भनेको छ। एक समुद्रदेखि अर्को समुद्रसम्म पनि नजाऊ भनेको छ। अनि हामीले त्यही कारणले चाहिँ मैले चाहिँ मेरो आत्माभित्रको विश्वास प्रभुमाथि राखेको छु। म बाहिर शिक्षा लिन अरू मानिससँग म जाँदिनँ, किनभने मेरो पास्टर बाबु पास्टरनी आमा हुनुहुन्छ। उहाँहरूसँग मैले जति सिक्नुपर्ने प्रभुको बानीहरू मैले उहाँसँग सिक्नुपर्ने हुन्छ। परमप्रभु मेरो गोठाला हुनुहुन्छ। अनि हाम्रो लागि चाहिँ प्रभु येशू चाहिँ हाम्रो गोठाला हुनुहुन्छ। हामीलाई कुनै कुराको डर छैन। हामी खान पनि पाउँछौँ। प्रभुले जुटाइदिनुहुन्छ हामी पहिरिनको लागि पनि। त उहाँले भन्नुभएको अनुसार हामी हिँड्नु र डुल्नु चाहिँ पर्छ। उहाँ चाहिँ हाम्रो गोठाला हुनुहुन्छ। उहाँ चाहिँ रखुवाले गोठाला गर्नुहुन्छ। परम प्रभु मेरो गोठालो हो, मलाई केही कुराको खाँचो छैन। उहाँले मेरो पाइलाहरूलाई चित्लन दिनुहुन्न। उहाँले मेरो पाइलाहरूलाई चित्लन दिनुहुन्न। पानी छेउ सधैँ दोहोऱ्याउनुहुन्छ। पानी छेउ सधैँ दोहोऱ्याउनुहुन्छ। परमप्रभु मेरो गोठालो हो, मलाई कुनै कुराको खाँचो छैन। उहाँले मेरो शिरलाई तेलले अभिषेक गर्नुहुन्छ। मेरो कचौरा भरेर पोखिन्छ। मेरो कचौरा भरेर पोखिन्छ। परमप्रभु मेरो गोठालो हो, मलाई कुनै कुराको खाँचो छैन। मेरो परमेश्वरलाई चिन्न सकुन्, उहाँसँग माग्न सकुन्, उहाँसँग प्रेम गर्न सकुन् भनेर यही कुराहरू म मेरो भावी सन्तानलाई भन्दैछु। यो मेरो परमेश्वरलाई चिनाउन नै मेरो खाँचो छ। मेरो यो मनले सोचेको अनुसार मेरो यो शरीर नढलुन्जेलसम्म मेरो पुस्ताहरूले, मेरो आउने भावी सन्तानले मेरो प्रभु येशूलाई चिनुन् र यी मेरा छोरा नातिहरूको कानमा मस्त निन्द्राको समयमा बोलिदिनुहुन्छ पक्कै पनि भनेर म भरोसा गरेको छु। किनभने अगाडिको पुस्ताहरूमा साँच्चै नै परमेश्वर चाहिँ जब मानिस मस्त निदाउँछ तब आएर परमेश्वरले उहाँ मानिसको कानमा बोलिदिनुहुन्थ्यो। अनि झुरुक्कै उठेर आज मैले यस्तो अनुभव मलाई दर्शन पाएँ भनेर उसले दिनरात प्रभुलाई देख्थ्यो। यसै गरेर मेरो छोरा नातिले पनि, मेरो आउने भावी सन्तानहरूले सबैले परमेश्वरलाई त्यसरी चिन्न सकुन् भनेर म प्रार्थना गरिरहेको छु। प्रभुलाई धन्यवाद होस्। सबै कुरा उहाँले जान्नुहुन्छ र सिकाउनुहुन्छ। प्रभुलाई महिमा होस्। उहाँ कहिले पनि रिसाउनु हुँदैन। उहाँ चाहिँ प्रेम गर्नमा महान हुनुहुन्छ। उहाँ चाहिँ यज्ञको परमेश्वर हुनुहुन्छ। स्वर्ग सिंहासनको पिताले भन्नुहुन्छ कि उहाँ चाहिँ मेरो प्रिय पुत्र हो भनेर परमेश्वरले भन्नुभएको छ। उहाँमाथि विश्वास गर्ने कहिले पनि लाजमा पर्ने छैन भनेर प्रभुले भन्नुभएको छ त स्वर्गीय पिताले। धन्यवाद। प्रभुलाई महिमा होस्।
आज मेरो कतिवटा कुरामा गल्ती भुल गऱ्यो भने पनि प्रभुले अनि मेरो नाति कान्छाले पनि क्षमा गर्न सकोस्। प्रभुलाई धन्यवाद।